के हो ठुलो भयो के ल्याउनु भयो यति धेरै खालेर ल्याएको मुला सिन्की बनाउने हो सिन्की बनाएर केटाकेटीलाई बनाएर पठाउनु त पखालियो ओ धेरै रहेछ नि त बाबरे चोटो भन्ने हो चोटो यहीको सिङ्गी कम त मिठो हुन्छ है त्यही त केटाकेटीको दिमाग तेज हुन्छ यो खाएपछि तेज हेर्नुहोस् गाइजहरू यो जुम्ला कालीकोटमा मात्रै हुन्न चोतो यो नारायण नगरपालिका वार्ड नम्बर 8 कागज पानी को हो यो दैलेको 2081 साल पुष महिनाको 19 गते शनिबारको दिनको हो यो यसलाई मुलालाई कुटेर केटाकेटीलाई पठाउनु छ दुईवटा केटाकेटी काठमाडौँ पढ्दैछन् तिमीले पुरै मासु मात्रै खान लागे पैसा पठा कि पठा भन्न लाग्यो हजुर मैले यो मुलाको सिन्की बनाएर तिनीहरूको दिमाग तेज हुने गरी मैले चाहिँ यो मुला कुटेर पठाउनु पर्ने छ सिन्की पारेर हेर्नुहोस् त्यो खाने भए आइहाल्नु होला हजुर हेर्नुहोस् यो मुला हेर्नुहोस् यो मुला नै केही भन्नु भएको कि त्यही भन्नु भएको हेर्नुहोस् यो कथा बहुत मिठो छ एउटा चाहिँ रुपेश दिमाग तेज आउँछ दिमाग तेज आउँछ बा मेरो बना दे फोटो खिच्नु ऊपर दिजु पर कोन देखाइदिनु न पर त्यत्रो छ पुरै भर्दै गयो पर त्यत्रो छ ए आधा ऊ त्यहाँ अझ नपखालेको पनि छ हेर्नुहोस् गाई जब यहाँ यत्रो घर छ यहाँ आधा छ केटाकेटीको दिमाग यहाँ पखालेको आधा छ यो खाएपछि मुला खाएपछि दिमाग तेज हुन्छ अरे हजुरहरू पनि खानेपछि सम्पर्क राख्नु होला यता हजुर